म चाहिँ यहाँ अब हाम्रो बुढाबुढीको लागि प्लेट तयार गर्दैछु। कस्तो मोमोज खाने लाग्यो क्या। बजारमा गएर खाम भने 6वटा पिस मिल्छन् हो 40 रुपियाँको। त्योभन्दा त मजाले आफै घरमा बनाउने खपाखप खाने मजाले 70-80 रुपियाँमै तयार भइजान्छ नि। घरमा त्यत्रो पैसा उ गर्नुभन्दा अब चाहिँ यो चाहिँ चटनी। वाह सस पनि डाल्ने। यो चाहिँ सस एक बाइट लिम त हजुर। कस्तो छ? ये होटल की तरह दिख रहा है मुझे। हाँ टेस्टी है। गम मुखमा गयो। चटनी कस्तो बन्यो? दामी। यो चाहिँ मैले ठुलै माना बनाएको छु। वाह साँच्चै दुकानदारलाई हामी फेल गरिदिन्छौँ। हेर्नु एकदम मस्त बन्यो। चटनी पनि कस्तो दामी बन्यो नि। अहिले चाहिँ अब गोल मोमोज बन्दैछ। यो चाहिँ भेज मोमो भयो। अब नन भेज मोमो हजुरहरूलाई अर्को दिन हामी देखाउनेछौँ। ठिकै? ओके।